हेलो नमस्ते हजुरहरु सम्पूर्णलाई तपाईहरुलाई मेरो च्यानल सुषमा ब्लग्समा स्वागत छ है। आज चाहिँ म पोटल पोस्ता बनाउँदै छु साथीहरु। मैले अघि नै प्याज, लसुन, जिरा, धनिया, पोस्ताको पेस्ट बनाइराखेको थिएँ र यही पेस्टलाई चाहिँ म पकाउँदै छु अहिले। यहाँ चाहिँ मैले मुसुरी दालमा इस्कुस हालेर बनाउँदै छु। र इस्कुस चाहिँ हाम्रो आफ्नै बारीको है, अर्ग्यानिक इस्कुस हो। यो चाहिँ एकदमै सिम्पल तरिकाले बनाएको छु। अलिकति जिरा पड्काएर प्याज, लसुन झानेर बनाएको छु। यहाँ चाहिँ ग्रेभी पाक्दैछ र म चाहिँ यस्तो तरिकाले बनाउँछु। सबैको आफ्नो आफ्नो तरिका हुन्छ पकाउने। तपाईहरु कस्तो प्रकारले पकाउनुहुन्छ? लु हेर्नुस् है साथीहरु, पोटल पोस्ता पनि रेडी भयो, दाल पनि रेडी भइसकेको छ। र यहाँ चाहिँ अलिकति भेन्डी खान मन लागेर भर्दैछु। आजको लागि यति नै, र मेरो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। तपाईहरुको धेरै माया र सपोर्ट चाहिएको छ भन्दै तपाईहरुको दिन मंगलमय बितोस्। बाई।